आज फसिसके यार। गुड मर्निङ साथीहरू, तपाईँहरूलाई यो ब्लगमा स्वागत छ। आज यो ब्लगमा म केटिएमदेखि आफ्नो घर जाँदैछु। सो सबैले यो ब्लग पुरा हेर्नु होला, किन म जाँदैछु, के कारण छ र धेरैजनालाई यो थाहा पनि भइसक्यो होला, किनभने म कलेजमा सबैलाई भनिदिएको थिएँ र आज मेरो साथीहरूलाई पक्कै मन लागेको थियो आज पढ्न, किनकि म नै छुइनँ क्लासमा। त आज हेर्नु कि म के गर्छु र कहाँ कहाँ जान्छु अनि कस्तो फङ्सनमा टेन्ड गर्नेवाला छु। फिलहाल मेरो बर्तनहरू धुवाइसक्यो, अब म फ्रेस हुन गइरहेको छु। फ्रेस भएपछि डाइरेक्ट लगेज प्याक हुन्छ। लगेज प्याक भएपछि 3 मिनटमा हाम्रो गाडी आउँछ, हामीहरू गइहाल्छौँ। अनि एयरपोर्टबाट हाम्रो जुन कि 8 बजेको फ्लाइट छ, 8 बजे बुझ्नु न 8:30 बजे हामी पुगिहाल्छौँ एयरपोर्टमा, बर्दिवासको एयरपोर्टमा। अनि त्यहाँबाट चेक इन गरेपछि हाम्रो कार आउँछ अनि कारमा जाने हामी फङ्सन फङ्सन भेन्यूमा जाने। हेलो साथीहरू, हामी अघि नै जनकपुर आइसकेको थिएँ अनि अहिले कोक खाँदैछौँ। अहिले टाइम छ हाम्रो डेस्टिनेसनमा जानको लागि। हाम्रो गाडी आउँछ अनि जान्छौँ, त्यतिखेर हामी टाइम पास गर्नको लागि कोक खाँदैछौँ। धेरै चिसो छैन गाइस, त्यही पनि खाँदैछु मजाले। हेलो साथीहरू, म त आज फसिसकेँ यार। म र दाजु बिहानै निस्केको थिएँ, अहिलेसम्म गाडी नै आएन हाम्रो। 2 घन्टादेखि पर्खेको छु तर गाडी आइरहेको छैन। तर यहाँ हेर्नुहोस्, वाटरमेलनले भरेको छ। आज वाटरमेलन खानु, गर्मीबाट बच्नु र पुरा यहाँ हाइवेको सिन छ। आवाज क्लियर नआउन पनि सक्छ। हेर्नुहोस्, आइसकेको छु हामी जनकपुर, तर कतिखेरसम्म टाइम लाग्छ भन्न सकिँदैन। तर यो चेक गर्नुहोस् गाइस, मेरो नयाँ टप। अब म पुरा रोल्ला जमाउँछु कि रोल्ला, तर कतिखेर हाम्रो गाडी आइपुग्छ। टेन्सनमा छु गाइस, टेन्सन। फेरि फोटोला। हेलो साथीहरू, हामीहरू आइसकेको थिएँ जनकपुरबाट, हाम्रो गाडी आइसकेको थियो र हामीहरू यहाँ लोकेसनमा चाहिँ पुगिसके। हेर्न सक्नुहुन्छ पुरा डेकोरेसन भइसकेको छ अनि हामीहरू अहिले रुकेछु, किनभने टाइमै लागेको छैन। टाइम आइसकेपछि हामीहरू जाने मेन जहाँ भेन्यू छ त्यहाँ जानुपर्छ। अनि हामीहरू नास्ता खाइसके, किनभने यहाँ चाहिँ बफेट सिस्टम पहिलादेखि नै चलिरहेको थियो। चेकआउट्स गर्नु गाइस, पुरा भिड छ यहाँ। अनि यहाँ भइसक्यो हाम्रो नास्ता अनि हामीहरू यही रुममा बसेछु एकछिन। अब रेस्ट गर्ने, फ्रेस त भइसक्यो म अघि नै। एकछिन पछि कति 6:30 बजे छ, 7 बजी चाहिँ तल जाने अनि अगाडि हाम्रो प्रोग्राम हुन्छ। किप वाचिङ, हेर्दै जानु के हुन्छ आज। अच्छा जाने चाहिए रेडी रेडी
साथीहरू म अस्ति इङ्गेजमेन्टबाट आइसकेको थिएँ एकदम थाकिसकेको थिएँ गाइस त्यहाँ 2-3 बजी त्यहाँबाट हिँडेको थिएँ अब हेर्नु यहाँको मान्छेको बुझ्नुहुन्छ दिमाग हुँदैन घुट्नामा अकल हुन्छ कि त 2-3 बजी त्यहाँबाट निस्केकै थिएँ अनि यहाँ बुझ्नु न 5 बजे करिब पुग्यो अब झुटो गाइस रियल बोल्दैछु अब 5 बजे बुझ्नुहुन्छ नसुतेको थिएन केही अनि त्यही साँझमा फेरि 6 बजे त्यहाँ काठमाडौँ पनि जानु थियो किनकि भाइबा इम्पोर्टेन्ट थियो मेरो अनि त्यहाँबाट आइहालेँ अहिले त्यही रिभ्लग गर्दैछु अनि यो भ्लगमा सबै मेहदी र जति रसम छ यहाँ केटा पनि हेरिहाल्नु हाम्रो केटा पनि हेराइदिएँ अब त्यसमा यो भिडियोमा कम्तीमा 200 लाइक्स हुनु पऱ्यो